सो हेलो गाइज, आज चाहिँ हामीले टक्क लगाएर हैन घरमा चाहिँ मिटिङ गरेर सिस्नो पगाउन त आज भनेर हैन काचै खाइदिने जस्तो सिस्नो देखे हैन। हातले त टिप्न सकिन्न क्यारे। अब यसलाई चाहिँ हतियार चाहिन्छ टिप्नको लागि। यसको मुन्टा चाहिँ पर्याम बनाउने। यसरी मुन्टो आउँछ, झ्याम यता हाल्ने। यसरी अरे अझै चिल्यो चिल्यो भा टुक्ने मुन्टी लज्जा। करन्ड करन्ड लाग्यो, अर्ग्यानिक करन्ड। आहा यसरी पकाएर खाइन्छ आज यो सिस्नो हैन गाइज। आज चाहिँ हामीले मकैको रोटी र सिस्नो खाने निदो गरेका छौँ गाइज। तपाईहरुले चाहिँ कहिले कसो सिस्नो खानुहुन्छ कि न यसो कमेन्ट बक्समा कमेन्ट गरिदिनु है। यो तान्ने क्या ग्यास्ट्रिकलाई कटाउने। म गइ जान्छु, मलाई चिल्लेल्छ। मुन्टो यता तान्ने यता कता गात यो पथारी खोल्ने, पहिला पथारी खोल्ने के। ल ल ल ल ल क्या हो उम्स्याउने? यो त अर्ग्यानिक सिस्नो भन्ने कुरा हो। यस्ता के भन्छन् न, कोरोना रोग, ग्यास्ट्रिक रोगहरू, सुगर रोगहरू यो भित्रबाट लात्तेले हानेर चोइक्कै फाल्दियो भनेपछि त्यो पछाडि ब्याग हेर्दै नहेर्न त्यो कोरोना रोग र यो के भन्छन् न ग्यास्ट्रिक रोगहरू, सुगर रोगहरू त त्यस्तै लात मार्न भित्रबाट फालिदिन्छ यसले। अहिलेसम्म मलाई चाहिँ न चाहिँ कोरोनाले भेटायो, यही सिस्नो खाएको छ, मकैको रोटी खाएको छ लेकको। यही बहुत निखरा। 1 लिटर तेल त म त्यत्तिकै पिइदिन्छु। तेलै पिइदिन्छु भने कस्तो दिए होला मेरो। 4-5 चम्चा त घिउ खान्छु म, भागमा हालेर सिस्नैमा हालेर खाइदिन्छु घिउहरू। 1000 रुपियाँ किलो छ। अरू तरकारी कुनै तरकारी पनि छैन 1000 रुपियाँ किलो। सिस्नो भन्ने कुरा 1000 रुपियाँ किलो छ। विदेश जान्छ। यहाँ मान्छेले चिन्दैनन्। अस्पतालमा गएछन् मान्छेहरू रोगले मिचेर। यहाँ सिस्नो खान नपाएर मिठा मिठा ब्रोइलरहरू खान्छन् जान्छन्। खराखर गएछन्। मैले चाहिँ एउटा सिटामन खाएको छैन। सिस्नो चाहिँ अब यो हाफ बोइल भयो हैन? हाफ बोइल यो घिनामुनो पानीहरू, किरा काँटीहरू सब यहाँ जाउन चाल्नमा छान्नुपर्छ। यो तातो पानी बसाउने, यो जिउँदो पानी हाले फेरि उयो जान्छ। अब यसलाई मर मसला हालेर फेरि फ्राई गर्नुपर्छ। यसलाई फ्राई गर्नुपर्छ, फुर्नु पर्यो। मकैको पिठो हाल्ने, फुर्ने त्यो पानी होइन। बटर त खिलाउनु पर्यो नभए धुलो सिस्नो हालौँ।
खै त कति हाल्छन् अब जुमार पार्ने हुन्छ हाल्ने त्यहाँ देखाएर घिनामा पकाएर कुङ्गुर मगाऊ कति हाल्ने मगा यति हालौँ मस्त होला मस्तो हुँदैन धेरै मस्त पनि नआउने पिछो मात्र हुन्छ खाइजाला पहिला मिसालौँ यसलाई बेसर हाल्यो आएन जाडो लाग्यो क्या माग्ने बुढालाई माग्ने बुढा जोगिया तिमी खुर्न जान्दैनन् तिमी हात लगाऊ त खुर्न त खुलेको छ नि पालो गरी नै एउटा दे त मग्न मान्छे सिस्न मात्र थाल बसाइदिएको खाल्ल्याउनु जानु भएको छ उची तेरो पछाडि सिनु ढुका छन् के पर्ला के बड्का पनि ल्याउने ठुल्बा के गर्ने बट्का नखाने त्यो त हेर्ने हो नि कहिले खाने हो र ताता त हाल्दै खाने गरेपछि पो होला त भुल्नु भएर त्यही त म जाउँला त फेरि पैसा उतार्नु कस्तो मजाको कस्तो आएर प्लेट त्यो त्यो छेउमा गई चाहिँ सिस्ने प्लेटमा त्यो बेसी किन हाल्ने थप्दै खाने हाल्ने कति डाँडो खाने एक डाँडो हालौँ अहिले यो समय के खानुपर्छ थाहा छ हात ढिँडो र रोटी मगाए रोटी बोले फ्राई गरे मर्चिया पिरिया ल यसरी चाहिँ खाना जाने छैन है अरे नक्चाबाट मुखबाट खेल्नु त छ ल ल ल ल ल खा डब्बाको डुब्दै डाँडीमा कोद्दै किन बस्दै खै हो हाम्रो अरूको अलिक छिना भाले त भयो मिठै बनेछ बा म त टिमुर थप्छु टिमुर धेरै खान्छु म माग्ने पुरा मिठो छ मिठो जिठाको अचार कति मिठो छ घाँटी तानी
घाँटी त नि के मिठो छ क्या गर्नुहुन्छ ठुली आमाले भित्र ल सिस्नो त सकियो त ल अर्को डारू खा अरू खाने है भैजालाई फेरि थप्दै गरौँला ल मिठो छ आफ्नामा हाल्ने छिटो भोटी भएन त्यहाँ ल त त्यही सिद्ध्या पहिला हाने तोप्दै खाना सिस्न गरायो नि त रोटी सिद्धिन्छ जस्तो भयो रोटी थाइ कि खाइ गयो रोटी हाल्ने मान्छे थाइ गए